धेरै लामो कुरा गर्न चाहिनँ। विशेष गरी योजनाको कुरा ल्याउनु भएको छ। एउटा कुरा मैले तपाईँले स्पष्ट यहाँबाट भन्नैपर्छ है, किनभने हामी बाहिर देख्दा जे सोचेका हुन्छौँ राज्यप्रति जुन धारणा बनाएका हुन्छौँ, भित्र पुगिसके पश्चातको धारणा एकदमै फरक हुन्छ। भन्नाले वास्तविकता फरक हुन्छ। बाहिरको विचार र भित्रको वास्तविकता यति धेरै आकाश र जमिनको फरक छ कि म जब मन्त्रालयमा तपाईँको विभिन्न माध्यमबाट आएको छ योजनाहरू, मलाई थाहा छ तपाईँका ठाउँ ठाउँका बाटा बन्नु छ, कुलो बन्नु छ, घर बन्नु छ, या विभिन्न स्वास्थ्य चौकी बन्नु छ, शिक्षण संस्था बन्नु छ, यी सबै चिजहरू बन्नु छन्। त्यसैले मलाई तपाईँले अपेक्षा राख्नु भएको छ, जो स्वाभाविक हो। मैले फेरि उहाँ पार्टीले भन्नुभएको छ एकद्वार प्रणाली भन्नुभएको छ, त्यो पनि बेस्ट हो। तर म सबैको प्रतिनिधि भएको हुनाले चाहिँ तपाईँले पनि आफ्नो कुरा राख्न पाउनुहुन्छ। त्यो सम्बोधन गर्नको लागि अलि सहज चाहिँ पार्टीको एउटा एकद्वार प्रणालीबाट जाँदाखेरि चाहिँ सहज हुन्छ, सिस्टमेटिक हुन्छ। र त्यो भन्दैमा मैले सांसदसँग कन्ट्याक्ट गर्न नपाउने भन्ने चाहिँ होइन। तपाईँ प्रत्येक इन्डिभिजुअल व्यक्तिले कन्ट्याक्ट गर्न पाउनुहुन्छ। तर समस्या के हुन्छ भने सबैको फोन नउठ्न सक्छ, फेरि किन नयाँ नम्बर हुन्छ, सेभ नभएको होला, समस्याहरू आउन सक्ने हुनसक्छन्। त्यस कारणले गर्दा जस्तै अब उहाँ सरको फोन आयो भने त नम्बर सेभ छ, म उठाइरहेको हुन्छु, केही पऱ्यो कि भनेर। राइनो सरको फोन आयो भने उठाइरहेको हुन्छु। विभिन्न साथीहरूको नम्बर सेभ भएको उठिहाल्छ, नम्बर सेभ नभएको यहाँ तपाईँसँग बसिरहँदा 3 घन्टाको पिरियडमा मेरो मोबाइल यहाँ छैन, म बोलेको छैन, तर फोन यति आएको छ, फोन अर्को भाइले उठाइरहनु भएको छ भन्नु मतलब उहाँलाई त फेरि मेरो सांसदसँग मैले कुरा गर्न नपाउने भनेर कति कम्प्लेन पनि गरिरहनु होला, मेरो सांसदलाई फोन दे भनेर कति फोन आइरहेको होला। यी चिजहरू यहाँ पनि लागेको हुन्छन्। त्यो सबैको समस्या छ, त्यसलाई पनि तपाईँले सम्बोधन मनन गरिदिनु होला। सबैको फोन नउठ्ला, फोन नउठ्नु भनेको चाहिँ मेरो सांसद बिजी छ है भन्ने कुराको पुष्टि हो। त्यसैले तपाईँले मलाई बिजी बनाउन पठाएको हो, म बिजी भएको प्रमाण हो मेरो फोन नउठ्नु। म फेरि भएर तपाईँसँग आज यसरी मिटिङ नगरेर आन्दोलन कुनै कोठामा आन्दोलन बसेको हुन्थ्यो भने सबैका फोन उठ्थ्यो। फोन उठेको छैन, यसको मतलब म बिजी छु, व्यस्तता हुन पठाउनु भएको छ। व्यस्ततालाई तपाईँले पनि बुझ्नुहुन्छ। योजनाको कुरा गरिरहँदा मैले अघि भनेको थिएँ, राज्यको जुन संरचना छ, म तपाईँको विभिन्न योजनाहरू मैले लगेर त योजनाहरू पेस भएको छन्, धेरै पेस भइसकेका छन्। हिजो अस्ति 15 गतेसम्मको डेडलाइन थियो, त्यो पेस गरेर म यहाँ आएको हुनु। भन्नु अलिक पहिले आउने कार्यक्रम थियो। त्यो 15 गतेसम्मको डेडलाइनमा सबै योजनामा इन्ट्री गराएर मन्त्रीत्वको लगाएर राष्ट्रिय योजना आयोगसम्म पुर्याउने प्रोसेसमा छोडेर आएको छु। तुरन्त फर्किनु पनि कारण पनि फेरि यहाँ तपाईँसँग बसिरहँदा उतापट्टिको समस्या, त्यो फेरि योजना परेन, बजेटमा समस्या आयो भने फेरि भोलि बिहान फर्किने क्रममा खोइ त बजेट भन्नु फेरि क्वेसन गर्नुहुन्छ। प्रश्नको जवाफको निमित्त पनि छिटो जानुपर्नेछ। मलाई रहर थियो धेरै समय बस्नुको निमित्त। अब त्यो योजनाको कुरा गरिरहँदा राज्य यस्तो यतिसम्म आर्थिक स्थिति यति कमजोर भएको छ कि बिचरा पहिलाको आर्थिक एक वर्षको बजेट चाहिँ 18 खरब 19 खरब थियो। अहिलेको प्रत्येक मन्त्रालयबाट सिलिङ तोकिदिएको हुन्छ। यति यो मन्त्रालयले यति पैसासम्मको मात्र बजेट ल्याउनुहोस् भनेर सिलिङ तोकिदिएको हुन्छ। पहिलाको सिलिङभन्दा अहिले 30-40-50% सिलिङ घटाएको छ। 2 खर्बको बजेट पाउने भौतिक पूर्वाधार मन्त्रालयले अहिले बल्ल 80 अरबको बजेट छ। त्यो 80 अरब पनि पुराना दायित्व पुरा गर्नै छ। कति बाटो बनाएका छन्, विभिन्न पोलिटिकल इन्ट्रेस्टले गर्दा आफ्नो घर बाटो जोडिदिएको छ। आफ्नो कार्यकर्तालाई खुसी बनाउनको निमित्त, आफ्नो मतदातालाई खुसी बनाउनको निमित्त पुरै यति धेरै बाटो बनाइदिएका छन्, यति धेरै योजना बनाइदिएका छन् कि त्यो योजना पुरा गर्नु पनि दायित्व पहिलो छ। त्यसैले यसपटकको सरकारले र हामीलाई पनि के माथिबाट के आग्रह गर्नुभएको छ भने कृपया नयाँ योजना केही पनि नल्याउनु होला, जुन योजना पर्दैन नहालिदिनु होला भन्नुभएको छ। नयाँ योजना तपाईँले जसले पठाउनु भएको छ कुनै पनि योजना नयाँ गएको छैन, स्पष्ट भन्नुपर्छ यहाँबाट। जुन कन्टिन्युटी भइरहेका योजना छन् र पुरा भएका छन्, जस्तो हामी कुरा उठाउनु भएको छ धेरैले 5 वर्षदेखि 35 वर्षदेखि सुरुवात भएको मध्यपाल लोकमार्ग अहिलेसम्म कम्प्लिट भएको छैन। यो प्राथमिकतामा पर्छ। कति यो रौमाको सडक खण्ड छ, मलबदेखि रौमा सडक खण्ड छ, हटियाको विभिन्न मैले नाम लिन थाल्नु लामा होला, विभिन्न परियोजना छन्। मैले सबैसँग वडाबाट पनि वडा कार्यालयले पनि पठाउँछ, मलाई नगरपालिकाले पठाउँछ, तपाईँ साथीले पठाउँछ। सबैको फिल्टर गरेर हेरेर आउँदा कुन डिपिआर भएको छ कि छैन, कार्यान्वयनमा गएको हो कि होइन, के कारणले रोकिएको, फेरि कुनै समस्याहरू कुनै योजनाहरू चाहिँ अनावश्यक ढङ्गले हालेको छ। ती योजनाहरू आवश्यक छैनन् भन्ने लाग्छ भने हामी रोक्नु पनि पर्छ। हाम्रो दायित्व त्यो पनि हो। फेरि कोही मतदातालाई खुसी बनाउनुको निम्ति योजना पार्ने होइन, नागरिकलाई खुसी बनाउनुको निम्ति योजना पार्ने हो, नागरिकलाई धेरैभन्दा धेरै सेवा दिनुको निम्ति योजना पार्ने। त्यसैले गर्दा यो योजनाको कुरामा चाहिँ स्पष्ट के हो हेर्नु भने जे अपेक्षा गरेका छौँ त्यो अपेक्षा अनुसारको अहिले तत्कालीन रूपमा चाहिँ राज्यले सरकारले डेलिभर दिन सक्ने अवस्था छैन। योजनाको अवस्थामा पैसै छैन त बिचरा, पैसै नभएपछि त कहाँबाट योजना हाल्ने, ठेकेदारलाई पैसा दिनु पऱ्यो, विभिन्न किसिमका स्रोत साधनको सुनिश्चितता गर्नुपर्छ। स्रोत सुनिश्चितता नभएसम्म योजनामा अलिक समस्या हुन्छ। तैपनि
अब केही आफ्नो आफ्नो क्षेत्रमा त योजनाहरू त पर्छन्, कति पर्छन् भन्ने कुरा बिस्तारै थाहा होला। म हरदम कोसिस गर्नेछु सबैको योजना पार्नको निम्ति। तर फेरि यथार्थ के हो, सबैको योजना पर्दैन, सीमित योजना मात्रै पर्छन्। त्यो सीमित योजनामा जसको परे तापनि, जुन ठाउँमा परे तापनि समय लामो छ, 5 वर्षको समयको छ। 5 वर्ष मात्र होइन, अबको 10-15 वर्षसम्म हामीले शासन गर्छौँ भनेर हिँडिरहेको अवस्थामा हामी 10-15 वर्षमा सबै कुरा समाधान गर्छौँ। एकैचोटि नै सर्लक्कै चेन्ज हुन्छ भन्ने मानसिकता त नराखिदिनु होला। मेरो यो आग्रह तपाईँलाई मात्रै हो। र सङ्गठनको कुरा गर्नुभएको थियो हो, सङ्गठनलाई अहिले सबै पार्टीले हामीलाई कुरा गरेको छु। पार्टीले एउटा निर्देशन जारी गरेको छ, आफ्नो परिपत्र जारी गरेको छ प्रत्येक वडालाई र नगरपालिकालाई। अबको स्थानीय निर्वाचन र अबको प्रदेश निर्वाचन कसरी गर्ने भनेर एउटा चाहिँ सजेसन मागिरहनु भएको छ। हामीलाई पनि माग्नु भएको थियो। त्यसपछि तपाईँ सबैजना वडाबाट, वडाको सिफारिस, वडाले एउटा सजेसन दिने, पालिकालाई दिने, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेशलाई, प्रदेशले केन्द्रलाई पठाउँछ। त्यो एउटा त्यो चेन अफ कमान्ड चाहिँ मानिदिनु होला। तपाईँले सिधै हामीलाई पठाउनु होइन, आफ्नो आफ्नो वडा सभा, वडाको मिटिङ बसिहाल्नु।